पनि मन पर्यो अनि खुसी लाग्यो हैन छिन्छ कहिलेकाहीँ यस्तो पनि गर्नुपर्छ केही छैन ठीक छ आज मेरो छुट्टीको दिन अनि म आज कति बजे उठेको हाँस्छन् होला मान्छेहरू सुनेर पनि म 1 बजे उठेको 10 बजेदेखि उठ्छु भने है काम जानु भए त म जसरी भए पनि उठ्नु पर्थ्यो तर छुट्टी थियो नि त अनि उठ्नै नसकेको के कस्तो म पनि त्यो टाउको यस्तो भारी भइरहेछ यस्तो हेरेको त अनुहार त यत्रो फुलेछ के त्यो धेर सुतेर अनि अब चाहिँ हुँदैन भनेर उठेँ अनि हल्का फ्रेस भएँ मुखसुख धुएँ पानी 1 कप खाएँ अनि अन्डा 2टा बोइल गरेर एभोकाडोसँग खाएँ हैन अहिले चाहिँ इमार्ट पनि जानु छ अनि अस्ति बनाएको मैले जिन्जर सर्ट चाहिँ 7 दिन भइसक्यो त्यो सबै खाइसकेँ अब फेरि बनाउनु पर्छ आज त मैले खाइनँ त्यो पनि अनि त्यो पनि बनाउनु पर्नेछ एकचोटि हल्का रेडी सेडी भएर इमार्ट जानु छ इमार्ट गएर हल्का हरियो सागहरू किन्छु अनि त्यो भनेछ तर जानु मन छैन आउनु जाँदा 20 मिनट लाग्छ अनि बेलुकातिर चाहिँ म हल्का बाहिर निस्किन्छु मोमो पनि बनाउनु मन छ तर बनाउँछु कि बनाउँदिन थाहा छैन त्यस्तो केही त गर्न पर्दैन पहिला म रेडी हुन्छु अहिले चाहिँ म भ्लग इन्जोय गरिरहेको थिएँ यस द्याट्स अल कस्तो साँच्ची हो कस्तो टाउको यस्तो भारी भइरहेछ टाउको ओ माई गॉड किन यस्तो भएको छिन्छ आई डोन्ट नो छिटो रेडी भएर बाहिर जान्छु 네. 우회전 여기 세워드리면 되나요? 네, 여기 내려주시면 네. 감사합니다. गाइज ब्याक टु रुम अनि म रुम आइपुगिसकेँ अनि इमार्ट गएको थिएँ अनि फेरि डाइसो गएँ त्यसपछि चाहिँ डाइसो चाहिँ मलाई त्यस्तो सामान किन्नु त थिएन त्यही पनि एकचोटि जामन त्यहाँ गएपछि सामान त के हो मैले देखाउँछु डाइसोमा चाहिँ के यो टोनर प्याड चाहिँ मलाई चाहिरहेको थियो मेरो सकिरहेको थियो अनि त्यो किनेँ अनि प्याड पनि सकिरहेको थियो यो किनेँ अनि त्यसपछि टोसी किनेँ अहिले गर्मी लागिरहेछ नि त मलाई चाहिँ काममा पनि चाहिन्छ त्यही भएर अनि यो चाहिँ त्यो टेबलमा यसरी ओछ्याउनु के त्यही भएर यो पनि किनेको अनि यो सानो बटुको यो चाहिँ 100 रुपियाँ रूम फ्रेसनर लिएर आएको कस्तो राम्रो छ क्युट छ राम्रो पनि छ बास्न पनि मिठै छ मेरो ड्रयरमा सेक्सन बनाउने के अनि कस्तो मेसी भयो या द्याट्स अल कस्तो यस्तो दिमाग ह्याङ भएको थियो नि अहिले त कस्तो फ्रेस भयो है त्यो बिचमा गएर बसे मान्छेहरू कति धेरै थियो के यस्तो क्या आनन्द भएको थियो मलाई वासरुम जानु परेर मात्र हो नत्र म त्यही बस्थेँ होला सायद अनि मैले गाइस यो पनि किनेको छु कस्तो क्युट के यो उयो 100 रुपियाँ रे हजुरआमाले बेच्दै हुनुहुन्थ्यो मस्त क्युट छ के यो चाहिँ मेरो भाडा मोल्ने है त्यस्तो केही पनि होइन भाडा मोल्ने हो त्यही पनि क्युट भएर अनि बुढी मान्छेले बेच्दै हुनुहुँदो रहेछ अनि मैले चाहिँ लिएर आएँ पहिला चाहिँ म यो डाइसोको सामानहरू सबै मिलाउँछु अनि त्यसपछि ओके ने आगे सुम्निदा कति बोल्छु है म बोलेपछि त फेरि नन स्टप हो नि त गाइस जस्तै लाग्छ बट के गर्नु यस्तै छु मोनिका
गाइस म भर्खर काम गएर आएको भन्दा पनि म 11 बजे नै आइसकेको थिएँ। अहिले चाहिँ 12 बज्यो। खास गरी चाहिँ मेरो बिदा थियो आज, बिदा अनि बिदा थियो नि त। ओपा बिरामी भयो भनेर अनि फेरि मलाई फोन गरेर आएन, आइज न भन्नुभयो। अनि म गएँ। कहिलेकाहीँ यस्तो पनि गर्नुपर्छ, केही छैन, ठिक छ, ओके, इट्स ओके। अनि अहिले चाहिँ म फेस मास्क लगाएर बसिरहेको छु। फेस मास्क त होइन, फेस स्क्रब। अनि यसलाई चाहिँ म 10 मिनट राखेर अनि मुख धुन्छु। मैले चाहिँ अघि दाइसोबाट सामान ल्याएको थिएँ, त्यो पनि नमिलाइकन काम कुदेको र अब चाहिँ मिलाउँछु। एन्ड त्यसपछि चाहिँ के गर्छु, त्यसपछि के पनि थाहा छैन। मुख धोएर फ्रेस हुन्छु। मैले झन् मोमो बनाउँछु भनेर है सामान पनि लिएर आएको थिएँ, किमाहरू लिएर आएको थिएँ। अब त्यो कहिले बनाउनु? खै गेम हेर्नुपर्छ भनेर हो कि नि अहिले त त्यो रातो भुइँमा ओछ्याएको चाहिँ के अहिले ओछ्यान भुइँ बस्नु त्यो भुइँ होइन, यो यतिकै उयो हौ, यसरी मिलाएर राखेको उनीहरू छ बेड त। झोला त के थाहा। त्यो टिकटकहरू हेरेर पसलदेखि नजिक गाइज म चाहिँ मम्मीसँग भर्खर 36 मिनट बोलेर होइन अनि स्किन केयर गरेँ। कति दिन भएको थियो त्यो पनि नगरेको अल्छीले, अनि गरेँ। अब चाहिँ म सुत्छु। भोलि त मेरो बिहानदेखि नै काम छ, बिहान उठ्नुपर्छ। यहाँ चाहिँ ठ्याक्क 1 बजिसक्यो। अब म सुत्छु। अनि मैले रुम सिम पनि मिलाइसकेँ सबै। अनि या द्याट्स अल गाइज। मेरो यो सबैभन्दा फेभरेट नाइट ड्रेस हो। यो चाहिँ मैले पहिला नै कति 5-6 वर्ष अगाडि नेपालबाट लिएर आएको थिएँ, त्यही पनि चाइनिज सपमा। तर अहिलेसम्म केही खुइलेको पनि छैन, राम्रै छ क्या यसको क्वालिटी। अनि यो लुगा यस्तो शीतल छ कि हरेक समरमा यो त मेरो बेस्ट हो, बेस्ट नाइट ड्रेस। या अब चाहिँ म सुत्छु। अनि म चाहिँ यहाँ मोमो बनाउनुको लागि प्रिपेयर गरिरहेको थिएँ। सबै भइसकेको थियो होइन। अनि मलाई कस्तो लागिरहेको थियो क्या, कोरियनहरूको टेस्ट डिफ्रेन्ट हुन्छ नि त। अनि मलाई चाहिँ मिठो हुन्छ कि हुँदैन भनेर लागिरहेको थियो। त्यही पनि मैले बनाएँ। अनि साइडमा अचार पनि बनाएँ। अचार पनि मिठो नै भएको थियो। अनि हल्का छिटो बनाएर अनि रेडी पारेँ। सबैले खुसी भएर मिठो मानेर खानुभयो क्या। अनि मलाई कस्तो खुसी लाग्यो। अनि यो दिन चाहिँ बेलुका कस्टमरै थिएन, बाहिर चाहिँ कस्तो दामी भइरहेको थियो। हेलो एभ्रिवान। अनि त्यो बेला चाहिँ बिदामा चाहिँ मलाई के भएको थियो भन्दा मलाई काम बोलाउनु भएको थियो। अनि म काम गएको थिएँ नि त। अनि त्यसपछि चाहिँ म केही प्रोडक्टिभ नै भएको थिएन क्या। यतिकै काम गयो, आयो, खायो, त्यत्तिकै भइरहेको थियो नि त। अनि मैले भिडियो बनाएको थिएन। अनि मैले चाहिँ लास्ट टाइम बिदामा चाहिँ मैले मासु अनि मान्दुफी किनेर राखेको थिएँ। म यो बनाउँछु भनेर चाहिँ किनेर राखेको त। अब त्यो म एक्लैले कहिले खानु होइन। अनि मैले मलाई मोमो बनाउँछु नि त भनेर नेपाली स्टाइल। तर अब कोरियनलाई चाहिँ मनपर्छ कि पर्दैन, उनीहरूको टेस्टै अर्कै हुन्छ क्या। नुनिलो लाग्छ नेपाली खानाहरू चाहिँ। अनि मलाई मनपर्छ कि मन पर्दैन। तर मैले चाहिँ आज बनाउँदा चाहिँ केही पनि हालेको थिएन कि त्यो नेपालको जस्तै त्यो धेरै मसलादार हालेको थिएन, किनकि कोरियनहरूले चाहिँ त्यस्तो खाँदैन नि त। त्यो धेरै खानुभएको मलाई त कस्तो खुसी लाग्यो है इमोले खानुभएको देखेर त। न उनीहरू खिपुन छुवायो भनेको थियो। आज मेरो मुड कस्तो खुसी भयो, फ्रेस भयो जस्तो भनेको थिएँ। अन्त हाँस्दो रहेछ होइन, पनि मन पर्यो। अनि मलाई खुसी लाग्यो होइन। मलाई चाहिँ सिम्पल मिठो लाग्छ, त्यही भएर मिठो लाग्यो। अब आफ्नो आफ्नो टेस्ट हो त्यो चाहिँ। अनि यस गाइज,
म के भनिरहेको थिएँ अनि अब चाहिँ फेरि भोलि मेरो छुट्टी हो अनि यो भिडियो चाहिँ म कति दिनपछि बनाइरहेको छु 5-6 दिनपछि नै त्यसमै एड गर्छु भनेर अहिले नै सबै काम सकाउँछु वासिङ मसिनमा हाल्नु पर्ने छ लुगाहरू अनि रुमहरू मिलाउनु पर्ने छ फेरि भोलि चाहिँ मलाई यस्तो हुन्छ क्या भोलि फेरि मार जानु छोङसो गर्दा छोङसो मतलब क्लिनिङहरू सबै गर्दाखेरि यत्तिकै टाइम जान्छ है बिदा सक्यो पर्सि त काम जाने बेला हुन्छ आज एक्साइटेड हुन्छ भोलि कतिखेर जान्छ थाहा छैन होइन अनि द्याट्स अल क्युट लिटल बेबी अनि यहाँ नयाँ कुरा देखाउँछु कस्तो क्युट छ किरिङ मलाई ब्लू कलर कस्तो मनपर्छ ओके स्टे हेल्दी स्टे ह्याप्पी अनि भिडियो चाहिँ लास्टसम्म हेरिदिनु होला मन पऱ्यो भने लाइक सेयर सब्सक्राइब अनि कमेन्ट पनि गरिदिनु होला अनि जहिले पनि खुसी भएर बस्नु सबैजना अनि म पनि खुसी भएर बस्छु यसरी नै थ्याङ्क यू सो मच फर वाचिङ स्टे हेल्दी स्टे ह्याप्पी म कोरियनमा भन्छु खङ्गाङ हग मलाई यो हेल्दी भन्न चाहिँ कस्तो अप्ठ्यारो लाग्छ के कोरियनमा 건강하고 행복하게 지내세요. 바이바이. 안녕. 안녕히 계세요. 또 다음에 보자. 반말 뭐예요, 이제? 오케이, 바이바이. 안녕히 계세요.